लु खै साथीहरू यहाँनिर एकछिन हावा खानु आएको थिएँ। यस्तो रमाइलो ठाउँ छ नि त, पानी परेर 3-4 दिन चाहिँ घरभित्र बसेर चाहिँ वाक्कै भएर चाहिँ आज चाहिँ रहेको बेलामा यहाँनिर आएको थियौँ। हजुर त केटाकेटीहरू पनि यहाँ पुरा खेल्दैछ है। अनि त्यतिकैमा यहाँनिर ठुलै केटाकेटीको आमाहरू चाहिँ रिल बनाउनुमा चाहिँ यहाँ मस्त छ है। लु हाँस्दै छ मरि आफै हेरौँ ल फेरि अब फेरि गर्छ होला, फेरि डान्स गर्छ होला है मेरो छोरी चाहिँ। ऊ फेरि फर्केर गयो। हेर्नुहोस् ल साथीहरू, अब फेरि छिटो नाच न छिटो। लु बिहाइन्ड द सिन बनाइदिन्छु म। केटाकेटीले डिस्टर्ब गरेर वाक्कै भइसक्यो उनीहरूले। 100 खेप जस्तो टेक लिइसक्यो कि केटाकेटीले डिस्टर्ब गर्दै कमन केटीहरू कमन। कुन चाहिँ गीतमा होला यो? दामी भयो दामी। लु ल है साथीहरू, हाम्रो चाहिँ यहाँनिर प्लेस चाहिँ एकदम राम्रो छ नि त। यहाँ आएपछि चाहिँ रिल्स बनाउनु मन परिहाल्ने खालके छ हो। यो ढुङ्गाहरू चाहिँ अचम्मैको दामी लाग्छ मलाई। हेर्नुहोस् न कस्तो मजाको छ। Anyways, thank you so much for watching. Bye bye.